यसमा के भयो, यसको स्पेसिङ ठ्याक्क नमिलिकन। इमेलको त के छ, यसको साइज सानो छ, कम आयो, यसको ठुलो छ, धेरै आयो होइन। अब यसलाई मिलाउने हो भने हामीले के गर्न सक्छौँ, सबैको सेम, यसको पनि सेम, यसको पनि सेम, इक्वली मिलाउनु पऱ्यो भने वेट युज गर्न सक्छौँ हामीले है। जस्तै अब वेट भनेको चाहिँ प्यारेन्टसँग भएको स्पेसलाई चाइल्डहरूले कसरी लिने भनेर है। प्यारेन्टसँग जुन स्पेस छ नि, जस्तै अहिले यो लेआउट छ, यो लिनियर लेआउट छ नि होइन, यो हो लिनियर लेआउट छ, यो भित्र के छ, एउटा टेक्स्ट भ्यू छ, अर्को एडिट टेक्स्ट छ, दुईवटा चाइल्ड छ यसको। दुईवटा चाइल्डलाई प्यारेन्टसँग भएको स्पेस कसरी बाँड्ने, इक्वली दिने अथवा एउटालाई कम एउटालाई धेरै दिने, कसरी दिने, रेसियोमा दिन सक्छौँ। प्यारेन्टसँग भएको स्पेसलाई रेसियोमा डिभाइड गर्नु पऱ्यो, चाइल्डहरूमा डिभाइड गर्नु पऱ्यो भने वेट युज गर्न सक्छौँ हामी। जस्तै अहिले यो लेआउट छ, यसमा हामीले यसको विडलाई ऱ्याप कन्टेन्ट गरेछ भने के हुने भयो, यो टेक्स्ट भ्यूलाई चाहिने स्पेस लिन्छ, यसको कन्टेन्ट जति छ त्यति स्पेस उसले फर्स्टमा लिन्छ, अनि त्यसपछि यसमा म्याच प्यारेन्ट गरेछ भने योले छोडेको यससँग यसले दिएको बाँकी भएको स्पेस सबै यसले लिने भयो नि होइन अहिले केसमा। त्यसो गर्दाखेरि के हुने भयो, यो युजर नेमको लेन्थ भनौँ है, यसको विड्थ चाहिँ के हुने भयो, सानो ठुलो हुनसक्छ। यो युजर नेम छ, यहाँनिर के छ, अर्को पासवर्ड छ, यो दुईवटाको सेम छ, सेम नै देख्यो, तर इमेलको सानो छ नि यसको विड्थ चाहिँ होइन। त्यो भन्दाखेरि यो सानो कम मात्र आयो, यसलाई चाहिने ऱ्याप गर्ने रहेछ, यदि भयो पुग्छ। योभन्दा बाँकी सबै उसलाई अर्को चाइल्डलाई दियो नि होइन, अर्को भ्यूलाई सबै दियो, यसले म्याच प्यारेन्ट गरेर सबै लिइरहेछ। अब त्यसरी होइन, हामीलाई कसरी चाहियो, युजर नेम, पासवर्ड, इमेल, फोन सबै छ नि, यसलाई सबै यो लाइनमा यहाँदेखि यसरी आओस्, यहाँभन्दा स्पेस यता मात्रै एडिट टेक्स्ट आयो त के हुने भयो, यो अलिक राम्रो भएको जस्तो देखिने भयो नि होइन। त्यो केसमा वेट युज गर्ने, वेटलाई हामी यसरी युज गर्न सक्छौँ। वेट युज गर्ने हो भने जहिले पनि है, जस्तै अब वेट यो होरिजेन्टल लेआउट छ नि होइन, यो होरिजेन्टल लेआउट छ भने यसको विडमा काम गर्ने भयो नि हामीले होइन, विडलाई जस्तै अब होरिजेन्टल भनेपछि यसरी जाने हो, होरिजेन्टली जाने भयो, विडमा काम गर्ने भयो। अनि भर्टिकल छ भने के हुने भयो, टप र बटम भनेपछि हाइटसँग रिलेट हुने भयो है। त्यही भएर यो होरिजेन्टल छ, होरिजेन्टल हुने बित्तिकै ऱ्याप यो जुन विड्थ छ, विडलाई 0 dp बनाउने है, यो विडलाई पनि 0 dp बनाउने भनेको के हुने भयो, अब यो जुन टेक्स्ट भ्यूहरू छ नि होइन, यो टेक्स्ट भ्यू, यो चाइल्ड भ्यूले के गर्ने भयो, स्पेस नलिने भयो कोसँग, प्यारेन्टसँग। फर्स्टमा प्यारेन्टको के पनि स्पेस नलिने दुइटैले भयो है, भनेपछि सबै स्पेस सबै कोमा गयो, प्यारेन्टमा गयो है। अब प्यारेन्टसँग भएको स्पेसलाई रेसियोमा डिभाइड गर्ने भनेपछि अब वेट युज गर्ने, वेट यसको वेट 1 राखिदिएँ मैले होइन। अनि अर्को भ्यू छ, अर्को चाइल्ड, यसलाई पनि वेट 1 राखिदिएँ, के हुने भयो, दुइटै जुन हाम्रो चाइल्ड भ्यूहरू छ, दुइटै चाइल्ड भ्यूको वेट इक्वल हुने भयो, भनेपछि इक्वल रेसियोमा 1:1 रेसियोमा प्यारेन्टसँग भएको स्पेस डिभाइड गर्ने भयो दुइटै चाइल्ड भ्यूले। यसरी यसले पनि 1 स्पेस लियो, यसले पनि 1 स्पेस लियो, यसरी राख्दाखेरि यसको स्पेस अलिक धेरै भएको जस्तो देखियो नि हामीलाई होइन। त्यही भएर हामीले के गर्न सक्छौँ, अब यसलाई 2 राखिदिउँ, यसलाई 1 राखिदिउँ, 2:1 रेसियोमा जाउँ न होइन। भनेपछि तलको एडिट टेक्स्टलाई 2 राखिदिउँ, अनि युजर नेमलाई 1 मात्र प्रोभाइड गरेँ, के हुने भयो, यसरी आए। यसले 1 वेट युज गर्ने भयो, यसको 2 छ, 2:1 यसको डबल यो भयो है। अब यो कुरा सबै भ्यूमा राख्यो भने यसरी नै स्पेस लिन्छ यिनीहरू सबैले, यसरी हेर्न सक्छौँ हामी। यसको लागि यो भयो होइन, अनि यहाँदेखि यहाँसम्म यो सबै केमा हाम्रो यसमा होइन, एडिट सबैमा म्याच प्यारेन्ट गरेर यो युज गर्नु मैले भनेपछि के हुने भयो अब। अनि टेक्स्ट भ्यूको वेट हेर्छ होइन, यसलाई पनि केमा यिनीहरूमा यो ऱ्याप गर्ने वेटलाई चाहिँ यसले रिप्लेस गरेँ मैले। फोन लगायो भनेपछि के हुने भयो, अब सबै इक्वली आयो, स्पेस के भयो, यसरी आयो, ठिक छ। यसको अनि यसको स्पेस चाहिँ अब सबैको, फोन यहाँ छ, फोनको यसको लेन्थ, फोनको विड्थ चाहिँ के भयो, यहाँसम्म मात्र छ कन्टेन्ट, यसको स्पेस चाहिँ यहाँसम्म लिने भयो रेसियोमा हुँदाखेरि है, यहीँसम्म लियो, सबैको सेम हुने भयो है, ठिक छ। विड्थ 0 अनि वेट 1 होरिजेन्टल, ठिक छ, वेट 2 वेट 0, ठिक छ, देख्नुपर्छ, देखिनु त। अनि यसपछि यसमा है, यसमा सानो कुरा सम्झिनु पर्ने के छ भन्दाखेरि
यो लेआउट जुन प्यारेन्ट छ प्यारेन्टलाई म्याच प्यारेन्ट बनाइदिने है प्यारेन्टको विटलाई प्यारेन्टले सबै विट लिने भनेर यसमा के छ ऱ्याप कन्टेन्ट छ त्यसलाई म्याच प्यारेन्ट बनाउने यो ऱ्याप कन्टेन्ट म्याच प्यारेन्ट यहाँ चाहिँ एकदम विचार गरेर युज गर्नुपर्ने हुन्छ हामीले यसलाई चाहिँ अलिकति एक्स्ट्रा सिमसिम लेआउटलाई है हामीले यो गरेको चाहिँ के भयो भन्दाखेरि यहाँनिर जुन छ यो भयो भने अघिको भन्दा राम्रो देखाएको छ नि है अब यो मेल फिमेल जेन्डर अनि मेल फिमेल यसलाई पनि यो लाइनमै ल्याउनु पर्यो भने के गर्नु पर्यो हामीले फेरि अब यो जुन जेन्डर छ यसको पनि वेट 1 राखिदिने ऱ्याप कन्टेन्टलाई हटाएर वेट राखिदियो हैन त्यसपछि आएर रेडी ग्रुप छ ग्रुपमा यो राखिदिउँ यसको वेट चाहिँ 2 बनाइदिउँ अब हैन यो भयो भने के हुने भयो यो रेडी ग्रुपहरू पनि जेन्डर पनि यो लेभलमा आयो नि हैन ठिक छ यो राम्रो देखियो है अब यसरी नै यो के भयो यो फर्म हिजोको फर्मलाई हामीले वेट युज गरेर यसलाई अझ राम्रो बनायो अलिकति बनाउन है त्यसरी नै अब हामीसँग यहाँ के छ डिफ्रेन्ट एप भनौँ रियल टाइममा एप बनाउँदाखेरि यस्तो हुन्छ डिजाइनहरू चाहिँ हामीलाई डिजाइनरले यसरी प्रोभाइड गर्यो यो दिएको डिजाइनलाई हेरेर हामीले अब एक्सएमएल फाइल यसलाई चाहिँ स्लाइसिङ गरेर एचटीएमएलमा स्लाइसिङ गरेर यस्तै गरेर हाम्रो एपमा देख्नु पर्छ यसलाई ग्रुपमा राख्ने है ग्रुपमा वेट राखेको छ हैन त्यसपछि आएर म्याच भन्छ ठिक छ आयो होला साइडमा चाहियो भने यसलाई चाहिँ यसको ओरिएन्टेसन यो जुन रेडियो ग्रुप छ नि हैन यसको पनि ओरिएन्टेसन हुन्छ जस्तै यहाँ छ नि रेडियो ग्रुपको ओरिएन्टेसन भर्टिकल छ के भयो यो भर्टिकल आयो यसको भित्रको चाहिँ यसलाई होरिजन्टल बनाउन सक्छौँ हामी होरिजन्टल बनाइदियो भने यो यसरी जाने भयो मेल फिमेल भनेर यसरी आयो है रेडियो ग्रुपको ओरिएन्टेसन भर्टिकल भनेको तलमाथि आउने भयो अब होरिजन्टल बनायो भने यसले चाहिँ लेफ्ट टु राइट जाने यिनी कुरा सबैमा राख्यो है त्यसरी राख्छ है सुरुमा प्यारेन्टको विटलाई म्याच प्यारेन्ट जस्तै यो यसको प्यारेन्ट यो छ नि हैन यसको विटलाई म्याच प्यारेन्ट बनाउने अनि तलको भ्यूहरुमा चाहिँ के गर्ने अब विथ 0 वेट 1 विथ 0 भयो भने के हुन्छ इक्वली एकदम इक्वली डिभाइड हुन्छ सुरुमा चाइल्डहरुले स्पेस नलिने भयो यसको विटहरु चाहिँ 0 नै हुने भयो है अब एउटा प्र्याक्टिस के गरौँ हामी यो बनाउन खोज्छौं हुन्छ यो भ्यू हुन्छ यो भ्यू यति मात्र भ्यू बनाउन यो बाइक छ कार छ हैन बस छ साइकल छ भ्यान छ यो प्लस है यो बनाउने यस्तो सेम बनाउनु पर्यो भने के गर्नु पर्यो हामीले डिजाइन प्र्याक्टिस हेरौँ है म एउटा बनाइदिन्छु हैन त्यसपछि यस्तै अरु बनाउन सकिन्छ नि हैन सकिन्छ है यसको लागि के छ यसमा लिनियर लेआउट युज गर्न सकिन्छ यसमा कि होरिजन्टल के रे रिलेटिभ इमेज भन्दा नि यसमा चाहिँ यो इमेज छ यो टेक्स्ट छ हैन अनि भित्र त्यो र्यापको लागि एउटा लेआउट छ अनि सबै होललाई फेरि अर्को लेआउट छ त्यसको फेरि सबै होललाई अर्को लेआउट छ यसरी राख्दा नि हुन्छ यसलाई हैन अब यसरी नै यसलाई हेर्ने बित्तिकै हामीले थाहा पाउनु पर्यो कि यसमा कुन चाहिँ लेआउट रिलेटिभ अथवा लिनियर कुन चाहिँ लेआउट युज गर्यो भने सजिलै बन्छ यो लिनियरली यसमा त के छ अब यो डिभाइसको स्क्रिनको विड्थ जति छ नि हैन यसलाई त के गरेछ अहिले दुईटा इक्वल पार्टमा डिभाइड गरेर राखेछ नि हैन त्यो हुँदाखेरि के हुने भयो अब इक्वल पार्टमा डिभाइड गर्ने रेशियोमा डिभाइड गर्ने भन्ने कुरा त लिनियर लेआउटसँग मात्र छ रिलेटिभमा छैन नि हैन त्यही भएर यो केसमा हामीले कुन चाहिँ लिनियर नै युज गर्नुपर्ने देख्यो फर्स्टमा हामीले देख्यो है अब लिनियरमा पनि के छ यसमा लिनियरमा सुरुमा लिनियर भर्टिकल भयो हैन 1 2 3 भर्टिकली आयो त्यो भित्र अब यो यति पार्टको लागि मात्र काम गर्ने हो भने यो भित्र के छ फेरि अब होरिजन्टल लिनियर लेआउट एउटा छ हैन अनि फेरि यो भित्र गयो भने के छ यसमा यो छ अनि यो छ यो फेरि लिनियर लिएर दुईटालाई राख्न सकिने हैन लिनियर भर्टिकलमा हो हुँदाखेरि कस्तो हुने भयो लिनियर भर्टिकल भित्र लिनियर होरिजन्टल भित्र फेरि लिनियर भर्टिकल दुईटा बुझ्यो क्लियर भयो यो अब यसले बनाउँदाखेरि यसरी बनाउन सकिन्छ हामीले यसको लागि एउटा नयाँ लेआउट पनि बनाउँछु म न्यू एक्सएमएल फाइल डिजाइन प्र्याक्टिस भन्छ यसलाई हैन
यो डिजाइन प्र्याक्टिसमा यहाँ अघि भने चाहिँ भर्टिकल छ, भर्टिकल भित्र के राख्ने भने हामीले लिनियर हाइट ऱ्याप कन्टेन्ट विथ म्याच प्यारेन्ट ओरिएन्टेसन होरिजेन्टल आयो। यो होरिजेन्टल भित्र फेरि के राख्ने लिनियर लेआउट ओरिएन्टेसन भर्टिकल हाइट म्याच हाइट ऱ्याप कन्टेन्ट विथलाई अब विथलाई यहाँ त दुईटा छ हो विथ दुईटा छ भने चाहिँ विथलाई हामीले 0 दिनु पर्यो अघि जस्तो हैन 0 dp अनि वेटलाई चाहिँ 1 राख्दियौ वेट 1 भएपछि सबै स्पेस यसले लिने भयो। अब यो भित्र पनि के छ हामीसँग इमेज भ्यू छ हो इमेज भ्यू यसको हाइट ऱ्याप कन्टेन्ट विथ ऱ्याप विथ विथ w विथ ऱ्याप कन्टेन्ट यसको सोर्समा चाहिँ @ड्रएबल भित्रको हैन कुन चाहिँ आईसी लन्चर भन्ने इमेजलाई राख्ने भने इमेज भ्यू आयो। इमेज भ्यू पछि के छ अर्को टेक्स्ट भ्यू छ हैन टेक्स्ट भ्यू छ टेक्स्ट टेक्स्ट भ्यू यसको हाइट ऱ्याप कन्टेन्ट विथ ऱ्याप कन्टेन्ट अनि टेक्स्ट के छ यसको रेन्ट कार भनेर हैन ठीक छ। यो भ्यू पनि हाम्रो हामी हेर्न सक्छौं रेन्ट कार आयो यो आयो यसको आयो ठीक छ यहाँसम्म। अब यसैमा अर्को के छ यो 1 छ 1 लाई मैले यहाँनिर यसलाई के गर्दिम यो सेन्टरमा चाहियो नि हामीलाई हैन यसको ग्राभिटीलाई सेन्टर बनाइदिउँ पछि होरिजेन्टली भर्टिकली सेन्टरमा आउने भयो आयो हैन। त्यसपछि यसमा प्याडिङ चाहिँ राख्न सकिन्छ प्याडिङ 20 dp राख्दिउँ हैन यो पनि आयो यसरी हैन। त्यसपछि आएर मार्जिन चाहिन सक्छ यसमा मार्जिनलाई कति राखौं 5 मात्र राखौं हैन मार्जिन पनि आयो है अब आएन। अनि त्यसपछि लास्टमा अब के भयो यो सेम भ्यूलाई हामीले यहाँ कपी गरेर अर्को बनाउन सक्छौं बनायौं हैन। यो पछि के हुने भयो दुईटा भ्यू आयो र यो र दुईटा आयो नि हैन दुईटा आयो स्पेसिङ पनि आयो। यसको कलर मात्र फिल गरेर पुग्छ हामीले अब यहाँनिर हेर्छौं कलर पिकर छ है हामीसँग कलर पिकर कलर क्रप भनेर छ यसको कलर क्रप गर्ने कुन चाहिँ कलर चाहियो हामीलाई यो कलर चाहियो हैन यसलाई पिक गरे मैले अनि आएर यो भ्यूको भनेको यसको ब्याकग्राउन्डमा हैन यसको ब्याकग्राउन्डमा कुन चाहिँ कलर राख्ने अघिको कलरै राख्दिने। त्यसैगरी यसको पनि ब्याकग्राउन्ड छ यसको ब्याकग्राउन्डमा कुन कलर चाहियो हामीलाई यसको अनि यो कलर चाहियो नि अहिले हैन त्यसलाई नि कपी गरे मैले अनि यहाँ पेस्ट गरिदिएँ भनेदेखि यो दुईटा बेसेर आयो ठीक छ। यसरी नै अर्को भ्यूमा पनि बनाउन सकिन्छ हामीले यसलाई मिनिमाइज गरिदिउँ यो लेआउट कहाँदेखि कहाँसम्म यहाँदेखि यहाँसम्म एउटा रोको लेआउट बन्यो हैन। अब नेक्स्ट कतिवटा 3 वटा बनाएँ मैले यो सबै यहाँ देखियो आयो यसको कलर यसको टेक्स्ट चेन्ज गर्न सकिन्छ नि हैन। जस्तै अब यहाँनिर के छ हाम्रो डिजाइनमा हेर्न सक्छौं यो डिजाइन नै हेर्ने हो भने यसमा के छ यो व्हाइट कलरमा टेक्स्ट छ हैन। त्यसपछि यसको कलर छ हामी कलर पिक गरौँ सुरुमा कलर क्रप यो कलर आयो यो कलरलाई केमा राख्नु पर्यो हामीले यसमा हैन यसमा यसलाई राख्दियौं। त्यसपछि आएर अर्को के छ यो कलर छ यसलाई पनि पिक गर्यो यसलाई राख्ने कहाँ यहाँ हेर्न सक्छौं यसलाई राख्ने यसमा भनेपछि यो ठाउँमा यो कलर पनि चेन्ज गरे मैले। अनि अर्को के छ अब यो कलर छ यसलाई पनि यसो पिक गर्न सकिन्छ यो पनि पिक गरे मैले यो अब केमा राख्नु पर्यो हामीले हाम्रो यो भ्यूमा हैन यसको यो ठाउँमा यो कलरलाई पनि पेस्ट गर्यो हैन। त्यसपछि फाइनली यो कलर बाँकी छ यसलाई नै क्रप गरे कलर पिक गरेर कुनमा हाम्रो लास्टको लेआउट यसमा
यसको कीमा यसमा राख्ने भने आयो आएन हैन यसको टेक्स्टको कलर चेन्ज गर्न छ हामीलाई टेक्स्टको कलर कुन चाहिँ व्हाइट कलर छ नि हैन एफ राख्यो भने व्हाइट आउँछ नि हैन यसलाई कपी गर्यो यो टेक्स्ट को सबैमा यो कलर चाहियो राख्यो मैले है यसमा पनि चाहियो यसमा पनि राख्यो यसमा चाहिन्छ यसमा नि राख्यो यसमा पनि चाहियो ल यसमा पनि राख्यो फाइनली यसमा नि राखे भने के हुने भयो अब यसरी यो भ्यू बन्यो अब आइकन के छ अहिले हामीसँग आइकन एउटा मात्र छ त्यही भएर सबैमा यही आइकन युज गर्यौं है भोलि अब यसको आइकन हामीले खोज्न पनि सक्छौं हैन नेटमा पनि पाइन्छ होला यो आइकनहरु यो आइकन यसमा राख्दियो भने त के हुने भयो सेम यस्तै देखिने भयो अब हाम्रो भ्यू हैन यस्तो आएन हो अब यसमा अलिकति यहाँ बाहिरतिर यो स्पेस र यो स्पेस नमिले जस्तो देखायो त्यो केसमा हामीले के गर्न सक्छौं अब यसको प्यारेन्टमा मार्जिन प्याडिङ राख्न सकिन्छ यसमा प्याडिङ 5 dp यो बाहिर के हुने भयो अब यो 5 प्लस यहाँको 5 ले गर्दा के हुने भयो यो स्पेस यहाँ 10 आउने भयो हैन प्यारेन्टको 5 यसको 5 10 हुने भयो यसको 5 यहाँ यसको 5 यहाँ पनि 10 हुने भयो यहाँ पनि के हुने भयो दुवैको 5 5 हुँदाखेरि 10 हुने भयो त्यो हुँदाखेरि सबैतिर इक्वल साइजको स्पेसिङ देखे यहाँ है यसरी भ्यू बनाउन सकिन्छ है प्याडिङ अनि मार्जिनहरु यसरी युज गर्न सक्छौं हामी है ठीक छ यो अब यसलाई हामीले रन गर्यो भने यो नै भ्यू यसरी नै देखिन्छ यसलाई रन गरेर यो डिजाइन जुन बनाए नि यो लेआउटलाई रन गरेर डिभाइसमा हेर्नु छ भने यो मेन एक्टिभिटीमा लगइन होइन अब यहाँ कुन चाहिँ डिजाइन प्र्याक्टिस भनेर यो राख्नु पर्ने हुन्छ हैन यो सबैलाई सेभ गरिदिउँ यो राखेर यसलाई मैले क्लास 630 लाई रन गर्यो भने मेनुमा मोडिफाई भएको चेन्ज गर्ने हो अहिले केमा गर्यौं हामीले यो 430 कोमा मिलाइरहेको छ भयो त 430 मा भएको कुन चाहिँ फाइल लिनियर लेआउट डिजाइन प्र्याक्टिस के गर्नै पर्दैन यो डिजाइन प्र्याक्टिसलाई कपी गर्छु हाम्रो 630 कहाँ छ यो छ है यसको लेआउटमा यहाँ पेस्ट गर्दिए मैले यति गरे के हुन्छ अब यो मेनमा हाम्रो यसलाई डिजाइन प्र्याक्टिस यो राख्दिए भने 630 यो नै कुरा देखिन्छ अहिले यो छ यो कुन चाहिँ अर्कै हो है रिसाइड मेनु यो हिजो हामीले गरेको भयो है अब आजको त के छ आजको त यहाँ 630 मा यो छ हैन यसमा हामीले यो चेन्ज गर्यो डिजाइन प्र्याक्टिस चेन्ज गरिसकेको छ यसलाई फेरि रन गर्छ यो क्लोज गर्दियौं के भने अटेम्प्ट कनेक्सन भएन भन्ने यस्तो कुराहरु हो यस्तै एक्सन बार राख्दिन्छ है यसलाई फेरि बनाउन सकिन्छ है अब प्र्याक्टिस के गर्नु पर्यो हामीले भन्दाखेरि यो डिजाइन भयो है यो त सिम्पलै भयो खासै कम्प्लेक्स भएन अब कुनै पनि एपको डिजाइन हेरेर कुनै पनि एप जुनै पनि हुन सक्छ है आफ्नो मोबाइलमा भएको कुनै पनि एपलाई हेर्ने त्यो एपलाई हेरेर त्यसको डिजाइन बनाउन प्र्याक्टिस गर्ने है जस्तै के हुन सक्छ हाम्रो पात्र पनि छ हैन यो एपलाई हेर्ने यसको डिजाइन बनाउन ट्राई गर्ने यस्तै नै छ एप छ है यो एप छ भने यसको डिजाइन यो पेजलाई बनाउन कोसिस गर्ने यसमा के छ हैन के भ्यूहरु राख्न सकिन्छ है यसले बनाउन प्र्याक्टिस गर्ने यो भइसकेपछि अब
अर्को छ अब त्यसपछि अब अझ कम्प्लेक्समा जाने हामी फेसबुकको यो एप यो पेजलाई यस्तै बनाउन सक्यो भने अनि हामी चाहिँ जुनै पनि एपको जुनै पनि डिजाइन बनाउन सक्ने हुन्छौँ है। यसलाई प्र्याक्टिस गरौँ, यसरी नै गर्ने हो। अहिलेसम्म जुन गऱ्यो नि लिनियर लेआउट रिलेटिभ लेआउट युज गऱ्यो नि हामीले त्यसो नै राखेर गर्न सकिन्छ है। ठिक छ, गर्न सकिन्छ। अब यो प्र्याक्टिस जति धेरै गऱ्यो हामीले त्यति नै सजिलो हुन्छ है। प्र्याक्टिस गर्दाखेरि अलिअलि प्रब्लमहरू आउन सक्छ, त्यो कुराहरू हामी यहाँ बसेर प्रब्लमको सोल्युसन पनि गर्छौँ, निकाल्छौँ होइन। र मेन एकदम चाहिने कुरा भनेको प्र्याक्टिस नै भयो है। हुन्छ, भिडियो सेयर गरिदिउँ।